अहिले चाहिँ बिहानको 5 बजेको छ। म चाहिँ आज मेरो पासपोर्ट रिन्यू गर्नको लागि बुसानदेखि सौलसम्म जाँदैछु। यो एक्सपिरियन्सलाई चाहिँ आज मेरो भ्लगमा देखाउन गइरहेको छु गाइस। भिडियो हेरेर साथ दिनु होला। ट्याक्सी गरेर 20 मिनटमा बुसान एक पनि आइपुग्यो साथीहरू। 5:20 भयो, 20 मिनटमा ल्याइदियो। मेरो टिकट चाहिँ 6 बजेको छ। आधा घन्टा यहाँ कुर्नुपर्छ। रेल आफै रफ्तारमा कुदिरहेछ। देख्न सक्नुहुन्छ कोरियाका विभिन्न सहरहरूको दृश्य यस्तै छ। कोरिया रेल आफ्नै रफ्तारमा छ। विभिन्न सहरहरूलाई छोड्दै सोल पुग्यो। सोलमा के को र्याली भइरहेछ यो? म अहिले सोल एकमा झरेँ। अब यहाँबाट नि अझै जानुपर्छ एमबिसी 4 नम्बरको लाइनमा। 4 नम्बरको लाइन हुँदै जानुपर्छ। म त्यतातिर जाँदैछु गाइस। म सोल एकबाट अब 4 नम्बरको लाइन छोडेर एमबिसीतिर जाँदैछु। म अब 4 नम्बरको लाइन छोडेर आङसनदेवकुमा झरेँ। यहाँबाट 2 नम्बरको बस लिएपछि ठिकै एमबिसीको अगाडि पुगिन्छ। यो गल्लीबाट सिधै अलि माथि गएपछि नेपाल एमबिसी। टोकन लिएको छु। 20-25 जना पछि पालो छ। यही प्रतीक्षाको समयमा चाहिँ अब यहाँ बसिरहेको छु रुखको फेदमा। अरू पनि थुप्रै नेपाली साथीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ अब यस्तै फोटो सेसन गर्दै बस्नुपर्छ आफ्नो पालो नआइन्जेलसम्म। धेरै बेर पनि लाग्ला जस्तो छैन। छिटो काम भइरहेछ। अब 15-20 मिनट नै सकिन्छ होला कामहरू पनि। धेरै बेर पनि लागेन, काम फटाफट सकियो। र अनि म 340को केटिएक्स समातेर बुसान फर्केँ। भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद।